उमेर 75 वर्ष। धेरै जसो मानिस यो उमेरमा आरामदायी जीवन बिताउन चाहन्छन्, तर रूपन्देहीको तिलोत्तमाका एक ज्येष्ठ किसान बिहान सबेरै उठेर पसिना बगाइरहेका हुन्छन्। घरको गेट र कम्पाउन्ड वरिपरि लगाएका करिब 600 वटा ड्रागन फ्रुट्सका बिरुवाबाट उनी राम्रो आम्दानी गरिरहेका छन्। केवल 2,50,000 रुपियाँको लगानीबाट सुरु भएको खेतीले अहिले लाखौं रुपियाँ आम्दानी दिन थालेको छ। फल किन्न ग्राहकहरू बजार होइन उनकै घरमा पुग्ने गरेका छन्। आखिर 75 वर्षको यो उमेरमा पनि उनको ऊर्जा र मेहनतको रहस्य के हो? ड्रागन फ्रुट्स खेतीबाट कति आम्दानी भइरहेको छ र किन उनको बगैँचामा ग्राहकको भिड लाग्छ? आउनुहोस् सफल किसान एमलाल पोखरेलको प्रेरणादायी कथा हेरौँ। रूपन्देहीको तिलोत्तमा नगरपालिका 1 शिवचोक निवासी 75 वर्षीय एमलाल पोखरेल उमेरले ज्येष्ठ भए पनि जाँगरमा आज पनि युवाभन्दा कम छैनन्। उनको दिन बिहान सबेरै सुरु हुन्छ। सूर्योदय हुनुअघि नै उनी उठ्छन् र सबैभन्दा पहिले आफ्नै ड्रागन फ्रुट्स बगैँचाको स्याहार समारमा जुट्छन्। बिरुवाको हेरचाह, गोडमेल र मल व्यवस्थापन, फलको अवस्था जाँच्ने काम उनी आफै गर्छन्। ड्रागन फ्रुट खेतीसँगै उनले गाई पालन पनि गरेका छन्। गाईबाट प्राप्त हुने गोबरलाई मलका रूपमा प्रयोग गर्दै खेतीलाई अझ प्राकृतिक बनाएका छन्। यसका साथै कृषि बाली समेत लगाउँदै आएका छन्। यही कारणले उनको दिनभरिको अधिकांश समय खेतबारी र पशुपालनमै बित्ने गरेको छ। करिब 2.5 वर्ष अघि उनले चितवन र इटहरीबाट बिरुवा ल्याएर आफ्नै घरको गेट, कम्पाउन्ड वाल र घर वरपर करिब 600 वटा ड्रागन फ्रुट्सका बिरुवा रोपे। यो खेती सुरु गर्न उनले करिब 2,50,000 रुपियाँ लगानी गरेका थिए। सुरुका वर्षहरूमा आम्दानी भन्दा धेरै मेहनत थियो, तर उनले हिम्मत हारेनन्। गत वर्षदेखि उत्पादन दिन थालेको यो बगैँचाले अहिले राम्रो प्रतिफल दिन थालेको छ। एमलाल पोखरेलका अनुसार यस वर्ष उनले ड्रागन फ्रुट्स बिक्रीबाट करिब 3 लाख रुपियाँ आम्दानी गरेका छन्। फल मात्र होइन, ड्रागन फ्रुटका बिरुवा बिक्रीबाट थप करिब 1 लाख रुपियाँ आम्दानी भएको उनी बताउँछन्। अहिले उनको घरमा उत्पादन हुने ताजा ड्रागन फ्रुट किन्न बुटोल, तिलोत्तमा, भैरुवा लगायतका विभिन्न स्थानबाट ग्राहकहरू सिधै घरमा पुग्ने गरेका छन्। बजारमा पुर्याएर बेच्नुपर्ने झन्झट छैन। ग्राहकले बगैँचामै आएर ताजा फल खरिद गर्ने गरेका छन्। उनका अनुसार गुणस्तरीय उत्पादन र ग्राहकको विश्वास नै आफ्नो सफलताको आधार बनेको छ। एकपटक आएका धेरै ग्राहक हरेक वर्ष आउने गरेका छन्। एमलाल पोखरेल भन्छन्, उमेरले काम गर्न रोक्दैन। इच्छा, मेहनत र धैर्य भयो भने कृषिबाट पनि राम्रो भविष्य बनाउन सकिन्छ। 75 वर्षको उमेरमा पनि उनी बिहानदेखि बेलुकासम्म खेती र पशुपालनमै व्यस्त देखिन्छन्। उनको यो मेहनतले घरको खाली जमिनलाई आम्दानीको स्रोतमा मात्रै परिवर्तन गरेको छैन, धेरै युवालाई आफ्नै गाउँमा बसेर कृषि गर्न प्रेरणा पनि दिएको छ। विदेशमा भविष्य खोज्ने युवाका लागि एमलाल पोखरेलको जीवन एउटा सन्देश हो। मेहनत गर्न सक्ने हो भने आफ्नै गाउँमा पनि कृषि गरेर सम्मानजनक आम्दानी गर्न सकिन्छ। अब हेरौँ सफल किसान एमलाल पोखरेलसँग हामीले गरेको विशेष कुराकानी। उहाँले ड्रागन फ्रुट खेती कसरी सुरु गर्नुभयो, 2,50,000 को लगानी कसरी सफल भयो, अहिले कति आम्दानी भइरहेको छ र कृषि गर्न चाहने युवालाई उहाँको सन्देश के छ? आउनुहोस् उहाँकै मुखबाट सुनौ। बुवा नमस्कार। नमस्कार। बुवाको नाम? एमलाल पोखरेल, तिलोत्तमा 1 शिवचोक। अनि यो फलको नाम के हो? यो ड्रागन फ्रुट भन्छन् यसलाई इङ्ग्लिसमा। अनि यो यसको खास नेपाली नाम भनेको यो पर्मकमल फुल हो के। यो जस्तै पर्माको नाइटोबाट निस्केको फुल छ नि, त्यस्तै यो चाहिँ एकदम लामो थुङ्गा हुन्छ, यस्तो लामो हुन्छ, ठुलो हुन्छ। अनि त्यही भएर यसको नेपाली नाम चाहिँ पर्मकमल पनि भन्छन्। अनि तपाईँले चाहिँ अरूले चाहिँ घरमा अरू चाहिँ फुलहरू रोप्छन्, तपाईँले चाहिँ ड्रागन फुल चाहिँ रोप्नु भएको? यो नयाँ चिज हो, त्यसो गर्दाखेरि मलाई यो रहर भयो। अनि सबै यही किसिमले चाहिँ मैले फाल्टु जमिन चाहिँलाई सदुपयोगमा ल्याएर, त्यति धेरै त छैन, थोत्रै भए पनि। कति लगाउनु भएको छ तपाईँले ड्रागन फ्रुट? लगभग मेरो 500-600 बिरुवा होला। 500-600 भनेपछि कति भयो तपाईँले यो लगाएको? मैले लगाएको त 2 वर्ष लगभग 2.5 वर्षको हाराहारी हुन थाल्यो। पोहोर सालबाट चाहिँ मैले यसको फल लिन थालेको। भनेपछि लगाएको 2 वर्षमा 2 वर्षमा फल दिन सुरु गर्छ। हजुर। 250 भन्नुभयो? हजुर होइन, 500-600 बिरुवा। 500-600 भन्नुभयो होइन? अनि कहाँबाट ल्याउनु भयो तपाईँले यो बिरुवा? यो मैले कोही बिरुवा चितवनदेखि मगाएको, कोही बिरुवा चाहिँ इटहरीदेखि मगाएको बिरुवा, हाँगा। अनि यो धेरै जात हुन्छ। यो देख्दाखेरि एउटै कलर हुन्छ तर जात फरक हुन्छ यसको। एउटै रातोमा पनि, अनि यहाँ सेतो भित्र सेतो हुने पनि छ यहाँ। अनि त्यो सेतो अलग हुन्छ, यो रातो अलग हुन्छ। यसमा पनि फेरि 2-3 भेराइटी हुन्छ।
अनि त्यही किसिमको छ यहाँ 2-3 किसिमको भेराइटी छ तर नाम चाहिँ यो इङ्ग्लिस हुँदाखेरि हामीले त्यति मिसो पाएनौँ अब जे भने फल लाग्छ कोही ठुलो कोही सानो त्यही जस्तै अरूले चाहिँ घरको अगाडि फुलहरू रोप्छन् होइन राम्रो चिटिक्क बगैँचा बनाउँछन् तपाईले घरको यो ड्रागन फ्रुट लगाउनु भयो कसरी डबल काम गर्छ कि यसले जसरी हेर्नु यो अहिले यस्तो छ यो फुलेको बेलामा तपाईँको कति मौरी आउँछ यसमा भने अनि त्यो मौरी आएको धुन सुन्न पाउने पनि तपाईँ आनन्द ढल्नुहुन्छ कि त्यस्तो हुन्छ यहाँ एकैचोटि फुल्छ बगैँचा पनि भयो फुल त्यस्तरी फुल्छ यहाँ बिहान मौरी एकदम चाँडै जो आउँछन् त्यतिखेर टन तिनी मौरीले फेरि टोक्दैनन् फुलमा चाहिँ झुम्छन् त्यसरी फुलको काम पनि गर्ने अनि त्यही भएर मैले गेटमा पनि लगाएको छु अनि फुलको काम पनि गर्ने फल खाना पनि हुने अनि यो सबैले चाहिँ देखुन लगाउन् अनि भनेर गाउँघरमा पनि सबै कहाँ लगाउ बिरुवा दिएको छु पोहोर सालदेखि कोही कोही कहाँ त अहिले फल पनि लागिसकेको छ जस्तै कसैले ड्रागनको बिरुवा सार्न खोजे भने तपाईँको सम्पर्क नम्बर भनिदिनुहोस् त 9847209271 कस्तो ठाउँमा हुन्छ यो बिरुवा यसलाई चाहिँ सुक्खा ठाउँ चाहिन्छ र अलिकति बालुवापनको माटो चाहिन्छ हल्का माटो यसको धेरै मोटा जरा हुनु मसिना जरा अनि हल्का अनि बढी यसले चिस्यान रुचाउनु यसको फल खासमा किन खाने मान्छेले यसको सबभन्दा विशेषता भनेको फलफुलको राजा हो यो किन राजा हो भन्नुहुन्छ भने तपाईँको यो धेरै किसिमको चाहिँ पावर छ यसमा मैले खाएरै अनुभव गरेको अनि तपाईँको दिशा एउटा चाहिँ औषधिको रूपमा भनौँ भने एउटा दिशा जाम भएको कसैलाई छ भने कब्जियत भन्छ कि त्यसमा नेपालीमा त्यस्तो दिशा जाम भएकोलाई चाहिँ 2टा दाना खुवाइदिनुहोस् तपाईँको तुरुन्तै दिशा खुल्छ र फेरि बच्चालाई खुवाउन पनि हुन्छ बिरामीले पनि खाना हुन्छ जस्तोले पनि खाना हुन्छ जस्तै तपाईँ खानुभयो खैन कि हामीले खस्रो खाना भन्छौँ कि हामीले जस्तै कोदो मकै ढेँडो जस्तै पहाडिया खानाहरू हुन्छ नि तिनीहरूको खानाको क्यापेसिटी यसमा छ किन यसमा भित्र सानो दाना छ कि तिलको जस्तो सानो दाना हो त्यो दानाले गर्दाखेरि स्वास्थ्यलाई धेरै राम्रो अनि त्यसैभित्र लटपटिएको जस्तै खनिम जस्तै इन्डियामा अहिले भुटुक चाहिँ आइरहेको छ नि एकदम महँगो भनेर हो त्यो भुटुकमा पनि के हुन्छ भने भित्र सानो सानो दाना हुन्छ त्यस्तै यसमा चाहिँ धेरै किसिमको चाहिँ पावर छ त्यसो फलफुलमा सबैभन्दा हाइजेस्ट भएर मैले चाहिँ बढी रुचाएको हुन्छु यसलाई एकदमै जस्तोले खान पनि हुने बिरामी केही नगर्ने सुगरदेखि जुनसुकै बिरामीले पनि खाना हुने हो त्यस्तो खालको छ यो अनि खाएर फेरि चाहिँ एकदम पेट क्लियर गरिदिन्छ साफ गरिदिन्छ मान्छेले यहाँ लगेर खाएर आनन्द माने हामीले अनि जस्तै तपाईँले यो ड्रागन फ्रुट लाउँदै गर्दाखेरि यो नयाँ गर्नुभयो नि तपाईँले नयाँ गर्दाखेरि अरूले चाहिँ अरू फलफुल लगाउँछन् अरू खेतीपातीमा ध्यान दिन्छन् तर यसरी पुरानो मान्छेले यो खालको नयाँ कन्सेप्टले तपाईँ यस्तो भयो मैले युट्युबहरूमा मैले समाज तपाईँलाई के भने त्यति बेला भने समाजले त मलाई मेरै बुढीले अरूलाई समाजलाई किन यो बुढो किन बौलाइरहेको छ यस्तो बौला जस्तो कामले गर्छ भन्थ्यो अनि ठिकै छ नाते यसको प्रतिफल आएपछि हामी किसान हो सबै फलै आएर यसै सफल भइन्छ भने कुनै ग्यारेन्टी हुँदैन तर असफल भइन पनि सक्छ तर त्यो नभएर म त सफल भएँ मेरो लगानी पनि धेरै लागेको थियो त्यो भइरहेको थियो अहिले चाहिँ त्यसको सन्तुष्टि छ कति लगानीबाट सुरु गर्नु मेरो लगभग पोहोर साल चाहिँ र पर 8 साल गरेर मेरो देख्दा अहिले देखिन्न 2.5 लाखको हाराहारी लगानी भयो आम्दानी कति भयो आम्दानी त मेरो पोहोरै साल 3 लाख भन्दाको चाहिँ मैले फलै बेचेको अनि 1 लाख भन्दा माथिको बिरुवा बेचेको कतिजना चाहिन्छ यसलाई स्याहार सुसार मैले बाहिरी मान्छे चाहिँ फाटाफुटा चाहिँ काम गर्ने खोजेको छु मैले विशेष किसिमले चाहिँ तलबै दिएर मान्छे राखेको छु म आफै खोज्छु बिहान बेलुकी पसिना मर्निङ वाक गर्नुभन्दा बुढो मान्छे कत्रो करेसाबारीमा भुल्यो अनि आफ्नै काम गरेर अनि यहीँ रमाउने कति जस्तै यसको मूल्य कति राख्नु भएको छ ड्रागन फ्रुट यसको 500 रुपियाँमा मैले दिएछु यहाँ केजीलाई हजुर कतिको व्यापार राम्रो हुन्छ बिक्री हुन्छ जति पनि बिक्री हुन्छ यस्तो छ कि यो बजारमा आएको चिज के हुन्छ तपाईँको भन्दाखेरि अलिकति साइज पनि ठुलो हुन्छ देख्दा पनि राम्रो हुन्छ त्यसमा के हुन्छ भन्दाखेरि रासायनिक खादहरू प्रयोग भएको हुन्छ औषधिहरू प्रयोग भएको हुन्छ अनि यहाँ आएर एकचोटि लगेर भैरवादेखि आउँछन् बुटोलदेखि आउँछन् एकचोटि लगेर खाएका मान्छेहरू अनि फर्केर यहीँ आउँछन् किन स्वादमा फरक छ कि त्यसो गर्दाखेरि मलाई बजार जानु पर्दैन घरमै आएर लैजान्छन् आफै आएर लान्छन् यहाँ फोन नम्बर दिएर छोडे खान पाकेपछि खबर गर्नुलाई भन्छन् किनभने यो मैले फेरि आएर टिपेर मात्रै 5 मिनट रोकाएर आएर टिपेर मात्रै टिपेर राखेको मैले देख्नु यसमा के फरक पर्छ तपाईँको भन्दा नि यो केही 1 हप्ता चाँडो टिप्न पाइयो भने त यसलाई मद्दत पर्छ नि त्यो लालसा गर्ने बित्तिकै त यसको अस्तित्व डाउन हुन्छ यो हल्का चाहिँ पाक्न थाल्ने बित्तिकै जब यो क्लियरसित पाएको भनेपछि मात्रै चाहिँ बल्ल टिप्ने त्यो गर्दाखेरि यसलाई चाहिँ असर पर्छ त्यही कारणले अलिकति सानो हुने कारण के भन्दाखेरि त्यही नै हो अब त्यही भएर यो बजारमा के गर्छन् अलिकति हल्का चाहिँ जस्तो यो अलि टाइट छ यो यस्तो टाइटमै किने पनि 15 दिन रहन्छ हप्ता 10 दिन 15 दिन रहन्छ तर यो चाहिँ रहनु किनभने स्वाद यो एकदमै राम्रो स्वाद हुन्छ यसमा केही फरक हुन्छ यो आफै अमिलिएपछि आफै हल्का फरक हुन्छ त्यति फरकले गर्दाखेरि
बजार सजिलो छ। एउटा बोटमा चाहिँ कतिवटा फल लाग्छ? यसमा यस्तो छ कि अब यो एउटा चाहिँ लाइनिङ सिस्टमसित यसलाई टेली सिस्टम भन्छ इङ्ग्लिसमा होइन, यो सिस्टमसित लगाएको छ। त्यसले गर्दाखेरि यसको बुटामा यति हुन्छ भने एकिङ गरेर छुट्याइएको छैन, नआएको किन छोटो कुरो भनेको जेलिएका हुन्छ, जेलिएका हुन्छन् र सँगै हुन्छन्। अनि त्यसपछि बुटाको मात्रै जस्तै छुट्टै एउटा चाहिँ पोलमा सिस्टममा लाउनुलाई एउटा पोललाई चाहिँ एउटा बुटा भनिन्छ भने त्यसमा 3टा चावडा लगाइन्छ। चावडा लगाएर एउटा बुटा हुन्छ र त्यसमा लगभग एकचोटिमा 10 किलो जति निस्किन्छ। राम्रो बिरुवा छ भने 15 नभए 10-12 किलो त्यही निस्किन्छ। ठ्याक्कै भनिदिनुहोस् त वार्षिक कति आम्दानी हुन्छ तपाईँकोमा? वार्षिक अब यस्तो छ, मेरो पोहोर साल चाहिँ 2.5-3 लाखसम्म गएको हो। अहिले बल्ल पहिलो लड अब बल्ल सुरु हुने हो। यो चाहिँ अब अहिले असारदेखि साउन भदौ असोज कार्तिक मङ्सिर पुससम्म थियो मेरो पोहोर साल। अब यो अहिले नयाँ दोस्रो वर्ष हो, कतिसम्म फल्ने हो कति रहने हो त्यो कुराको मैले किन भन्दा अनुभव छैन, नभएको झुटो कुरा गरेर काम लाग्दैन। अरू व्यवसाय अरू त कृषिमा अरू व्यवसाय भन्दा यो कतिको तपाईँलाई? यो त एकदमै यस्तो म अलिकति बुढेसकाल भएर हो उमेर गयो, नभए चाहिँ यो अमेरिका गएकालाई जित्छ यो खेती चाहिँ लगनशील भएर गर्नु। अमेरिका गएकालाई जित्छ र फेरि बजार पनि यसले जित्छ कि, किन भन्दा यो जस्तो मान्छेले पनि खाना हुन्छ जति खाना पनि हुन्छ कि। यसमा चाहिँ यसो डिफरेन्स केही छैन कि। यसमा सबभन्दा जस्तै अब गुड पनि बढी खायो भने त असर गर्छ नि, तर यसले केही असर गर्दैन। यो बढी खाए के यो जति खायो पनि केही हुन्छ। अब बढी जो खायो छोडेर लाने कुरा त आफ्नो ठाउँमा, न त शरीरले धेरै पचाउन हजम गर्न सक्छ कि। यसमा क्यापेसिटी नै अर्कै छ। अब यो व्यवसायलाई अलि बढाउने सोच बनाउनु भएको छ कि यतिकै होइन? मैले अहिले तत्कालीन म बुढो पनि भएँ, उमेर पनि भइसक्यो। अब मलाई फुल्नलाई यति भएको छ, जमिन लगाउने प्रशस्त हुन्छ, तर यसलाई चाहिँ लगाएर मात्रै भएन, स्याहार समार गर्न सकिन्न। त्यही भएर चाहिँ मैले यति नै लगाउने सोच गरेको छु, खासै बढाएको छैन। यसको अब बिरुवा बेच्न पर्यो भने कसरी कस्तो हुन्छ यसको बिरुवा चाहिँ? बिरुवा अगाडि त्यहाँ छन् बिरुवाहरू, मैले बिरुवाहरू पनि देखाइदिउँला। बिरुवालाई चाहिँ एउटा यस्तै जस्तो यो फलिसकेको हाँगा छ नि, हो यस्ता हाँगाहरू कटिङ गरेर मान्छेले के गर्छन् भने काटेर फाल्ने हाँगाहरू पनि जमाउँछन् होइन। अब त्यस्तो नजमाएर यस्तो यो पोहोर साल फलेको ठाउँ भयो नि, हो यस्तो फलेका हाँगाहरू काटेर यसलाई चाहिँ जमिनमा गाडिदिने। 45 दिनका दिन यसले जरा हाल्छ, त्यसपछि बल्ल चाहिँ कर्मश टुसाउन थाल्छ, अनि त्यसपछि बल्ल चाहिँ यो बेच्ने। अनि बिरुवालाई कति पर्छ? 50 रुपियाँमा दिएछु मैले यहाँ बिरुवालाई, एउटा कोटालाई। बल्तिर माग्ने 2-4वटा हाल्दा सितैमा पनि दिएछु। अनि मैले के भने राम्ररी माया गरेर लाउँछ भने 2-4वटा बिरुवा म त्यसै पनि दिन्छु। त्यसै पाएको भने यहाँ के हुन्छ नि हेलत्तो हुन्छ कि, त्यसै पाएको त राम्ररी स्याहार गरेको हुनुपर्छ, न त पैसाको त्यही भ्यालुएसन त्यो त्यस कहाँ फलोस्। लागेको कति समयमा चाहिँ फल दिन्छ? त्यस्तो राम्ररी मिहिनेत गर्न सक्नुभयो भने 1.5 वर्षमै फल्दिएको छु। किन मैले पोहोरदेखि हाँगाहरू अहिले फलिहाल्नु है, 1.5-2 वर्षमै ग्यारेन्टी फल्छ। तर त्यसमा आफ्नो हातको कुरो हुन्छ, स्याहार समार कति गर्न सकिन्छ त्यसैको भयो। अनि सुरुमा तपाईँलाई यो खेती गर्छु भने कुन तरिकाले त हजुरलाई? यस्तो मैले युट्युबमा देखेँ, युट्युबमा देख्दाखेरि यसको सबभन्दा मेन कुरो यसमा यो फलको चाहिँ साह्रै महत्त्वपूर्ण फल लाग्यो कि मलाई। हामीले यसलाई चाहिँ पाहाडमा के भन्छौँ भने सिउँडी प्रजातिको भन्छौँ, यो सिउँडीबाटै प्रशोभित भएर आएको हो। तर यसको भित्रको फलको चाहिँ यसको महत्त्व बढी देखेर यो एकदमै चाहिँ लाभदायक मानेर मैले यो लगाएको खास। अनि युट्युबमै हेरेर अनि त्यही अनुसारले बिरुवा मगाएको। अनि यहाँ चाहिँ हल्ला त अब युट्युबहरूमा मेरा चाहिँ हाइब्रिडवाला छ भन्छ, यो हाइब्रिड तयार हुने समय भएको छैन। इन्डियामा कताकति आएको छ, तर खासै म गुजरातसम्म पुगेर यसको लागि गुजरात पनि गएर हेरेँ, तर मेरो जस्तो सक्षम पनि भएको रहन्छ त्यहाँ पनि। त्यहाँ त के छ सरकारले धेरै व्यवस्थापन गरिदिन्छ र पनि यति राम्रो सक्षम थिएन त्यहाँ। तर त हाइब्रिड आएको छैन, मैले किन्दा पनि हाइब्रिड भनेर किनेको भयो। तपाईँको हाइब्रिडै होस्, पैसा हाइब्रिडकै लिनुहोस्, केही भएन भनेको। तर वास्तविक हाइब्रिड आएको छैन यहाँ नेपालमा। जतिसुकै जुनसुकै फर्मले जति गफ लाउन्, तर त्यो चाहिँ आएको छैन। किनभने यो त्यति हुने समय अझै भइसकेको छैन कि। यो विदेशमा पनि यो निकालेको धेरै वर्ष भएको छैन, छ अरू देशमा अलि बढी व्यापक रूपमा छ, तर यति चाहिँ अझै चाहिँ भइसकेको छैन। अहिले निकाले खान हाइब्रिड, तर यहाँ नेपालमा अझै आइपुगेको छैन। म गुजरातमा पनि गएर 2-3टा फर्म हेरेँ, अनि पोहोर साल यो तत्कालै अनि यत्रो मिहिनेत गरियो, यत्रो लगानी गरियो, अनि त्यहाँ जाने मौका परेर हेरौँ भनेर गुजरातमा 2-3टा फर्म चाहिँ मैले चाहेर हेरेको।